यस्ता खालको अप्रिय घटनाहरू अझै घट्दै जान्छ, बढ्दै जान्छ। यहाँ बेलारामा चाहिँ हामी दुनियाँमा धेरै देखिसकेका छौँ। त्यस कारणले चाहिँ यो मक्करले चाहिँ यो खानीको अगाडि चाहिँ बोलेको छ, ठक्कर चाहिँ पाउँछ पाउँदैन यो कुरो सत्य कुरो चाहिँ मैले बोलेको कुरो लागु भएर मलाई चाहिँ 2टा गाला थप्पड दिनु मक्करले बोलेको मक्कर राईको कुरो यो चाहिँ सत्य कुरो चाहिँ यहाँको गाउँ समाजको गल्ती नै गल्ती छ। धेरै आलु कुहेको छ, यो आलुलाई फाल्नु सकेका छैन, हामी फाल्छौँ। अहिले हामी धनकुटा 9 बेलारामा आइपुगेका छौँ। यो यस्तो राम्रो गाउँ छ र यही गाउँमा चाहिँ एउटा नराम्रो एउटा घटना घटेको छ। आज यही विषयलाई चाहिँ हामी एकदमै गहन विषय मानेर हामी यसै बिचमा चाहिँ छलफल गर्दैछौँ र यता केटी पक्षबाट हुनुहुन्छ भने यता केटा पक्षबाट हुनुहुन्छ। हजुरको नाम के हो? स्वागत छ यहाँलाई। हजुर सर, मेरो शुभ नाम मकरध्वज राई हो। मकरध्वज राई, हजुर यहीँको हुनुहुन्छ होइन? यही बेलारबेसी 9 नम्बर वार्डको व्यक्ति हो। नमस्ते आमा, सन्चै हुनुहुन्छ? नमस्ते, सन्चै छु सर। हजुरको नाम बताइदिनु न। अक्षय कुमारी राई। के भन्नुभएको? अक्षय कुमारी राई। अक्षय कुमार राई, हजुर हजुर। जस्तो अहिले होइन हजुरको चाहिँ विभिन्न केही समय अगाडि चाहिँ भिडियोहरू आएको थियो होइन, छोराको विषयमा हेर्नुभयो भिडियो? हाम्रोमा त्यस्तो मोबाइल छैन सर, हजुर हजुर। हामीले हेरेका छौँ न अहिलेसम्म। भएको कुरा भन्नुपर्छ हाम्रो सादा सेट छ, हामीले हेरेका छैन। होला गाउँमा भन्यो यस्तो यस्तो भिडियोमा आएको छ देख्यौँ भनेर सुनाउनु भयो, सुन्यौँ, तर हाम्रो घर परिवारमा चाहिँ त्यस्तो हेरेको छौँ। सुन्न त सुन्यौँ, सबै साथीभाइले भन्यो यस्तो हालेको रहेछ भनेर भन्नुभएको छ। हजुरले चाहिँ भिडियोहरू हेर्नुभयो होइन? मैले त मजाले हेरेको। मिडियाहरूलाई पनि हजुरले नै बोलाउनु भएको थियो? त्यतिखेर पहिला पटक चाहिँ अब हामीले बोलाएको, अहिले दोस्रो पटक चाहिँ अब छोराले उतैबाट चाहिँ यो छेउलाएपछि भित्ता लाउनुपर्छ भनेर चाहिँ छोराले उताबाट चाहिँ कल गर्नुभयो। यहाँ चाहिँ अब मिडियालाई चाहिँ बोलाउनु भयो, उहाँले चाहिँ जे गर्नुभयो छोराले गरेको कुरो हो। जस्तो यो घटनालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? कतिखेर थाहा पाउनुभयो सुरुमा चाहिँ? सुरुमा त अब हामी छोरा मान्छे होइन, छोरा मान्छे भनेको चाहिँ 12को घोषा, छोराको त घर मात्रै थर मात्रै छोरीको घर हो। हामी सम्पूर्ण चाहिँ बुहारीले चाहिँ जिम्मा दिएर चाहिँ यो हामी चाहिँ यो जान्थ्यौँ सम्पूर्ण चाहिँ कुरो। अब सासू चाहिँ अब उता चाहिँ लेखमेसी गर्ने, सासू चाहिँ अब बुहारी बन्ने, बुहारी चाहिँ सासू बनेर बन्ने। अब चाहिँ यो त्यहाँको समाजलाई थाहा छ नि त त्यो कुरो चाहिँ यसले यसको चाहिँ बुहारी चाहिँ किन पुलपलाएर राखेको हो कि न त बुहारीले चाहिँ अदिलमा राख्न नसकेको हो कि न त बोल्नु नसकेको हो भनेर चाहिँ त्यहाँको दुनियाँ दिवाना चाहिँ गाउँ समाजलाई चाहिँ यहाँ थाहा छँदैछ यो भएको कुरो हो। अनि त्यो दिन चाहिँ असारको 23 गते 2079 3 महिना 23 गते बिहिबारको दिन म चाहिँ धनकुटा नै हटिया लाग्छ, त्यो हटियामा गएँ। अनि त्यो दिन चाहिँ ऊ पनि चाहिँ धनकुटा नभएर चाहिँ म चाहिँ यो क्याम्प जान्छु, त्यो मलाई चाहिँ यो ऊ लागेको छ, पत्थरै लागेको छ, म भोलि आउँछु भनेर चाहिँ त्यो नातिनी मेरो चाहिँ नातिनी उहाँको छोरीहरूलाई चाहिँ यो त्यो चाहिँ कुरो चाहिँ राखेर गएको रहेछ। अनि बुवा कहाँ जानुभएको छ भनेर चाहिँ एक वचन चाहिँ सासूलाई सोधेछ, बुवा धनकुटै जानुभएको छ भने। अनि चाहिँ उसले चाहिँ मौका पाएछ अनि चाहिँ यो धरन जाने मौका परेछ। पहिला चाहिँ अब 18 दिन चाहिँ सुतेर चाहिँ गएको कसरी भने मलाई पत्ता लाग्यो भने सर मलाई किन चाहिँ तिमी सुतिरहेछौ त नानी बुहारी भनेर सोधेँ मैले। मलाई पथरी लागेको छ र सर भने, ए बुवा भने। अनि पथरी लाग्छ भने ठुलै डक्टरलाई चेकअप गर्नु नि त, अनि जान्नु नि त चाहिँ यहाँ के कति खर्च लाग्छ। अनि चाहिँ छोराले सम्पर्क गर्ने पुगमा हामी गर्छौँ त, एका परिवारको चाहिँ सहयोग नगरे कसले गर्छ त हाम्रो एका आपसमा। तिमीले मलाई पर्याखण्डमा हामीले नगरे कहिले गर्ने त भन्ने कुरो ससुरा बुहारीको कुरा यही भयो। अनि सानोतिनो के चेकअपले हुन्छ हुँदैन, म धनकुटा जान्छु भने धनकुटा एकचोटि गइट पल्यो। धनकुटा गएपछि चाहिँ अनि ठुलै रहेछ चाहिँ नहुने रहेछ भन्ने। अनि मैले चाहिँ असारको 8 गतेदेखि नै खुल्दुली लागेको थियो। अनि म लक्ष्मी मार्ग यहाँ मोरङको चाहिँ बेलको लक्ष्मी मार्गमा चाहिँ म गएको थिएँ, सानीमाको बर्खन्त थियो, वर्षादीमा बुहारी कहाँ छ भने म धनकुटा गएको छु भने उहीँ 4 बजिसकेको थियो। 4 बज्दाखेरि अहिलेसम्म आउँदैन भने
ठुलो डाक्टर आउनु भएको छैन, चेकअपै भएको छैन भनेर चाहिँ यही कुरो चाहिँ भयो। अनि चाहिँ म आउँदा म मधेस चाहिँ बेलबार लक्ष्मीमार्ग पुगेर आउँदा पनि चाहिँ आइपुगेको थिएन। अनि साह्रै चाहिँ तिम्रो चाहिँ भित्र चाहिँ रोग गहिरो चाहिँ डरै छ भनेदेखि तिमीले चाहिँ ठुलै चाहिँ यो उसमा हस्पिटल जानुपर्छ र चाहिँ चेकअप गर्नुपर्छ। तिमी मेरो बुहारी हो, तिम्रो ससुरा हुँ म। परेको घरीमा चाहिँ यसरी चाहिँ सहयोग चाहिँ नगरे कहिले गर्ने त भन्ने कुरो ससुरा बुहारीको भयो। अनि चाहिँ झुक्रै रहन्थ्यो। 18-19 दिन चाहिँ भित्र सुत्केरी महिला पनि बरु 2 दिनदेखि चाहिँ पैदा नानी पैदा भएपछि 2 दिनदेखि भित्र बाहिर गर्छ भने ऊ चाहिँ भित्र बाहिर पनि गर्दैन थियो। हामी जता चाहिँ लेखमेसी गरेपछि चाहिँ यहाँ भित्र बाहिर निस्केर चाहिँ ऊ खाना पस्केर खाएर बनाएर खान्थेछ। त्यसको चाहिँ के थियो भित्री रोग भन्ने कुरो मलाई स्पष्ट थाहा भएन। पथरिया त भने पथरिया गहिरो पथरिया के रोग थियो त्यो स्पष्ट कुरो थाहा भएन। सत्य कुरो गर्नुपर्छ सर। अनि चाहिँ पछिबाट चाहिँ म त्यही 23 गते चाहिँ हिँडेपछि छोरीले के भनेछ, मेरो नातिनीले उसको छोरीलाई म भोलि आएँ भने चेकअप भयो भने म भोलि आइहाल्छु, नभए पर्सि आइपुग्छु भनेर भनेछ। अनि चाहिँ त्यहाँ डाटा चाहिँ के चाहिँ उतारेछ त्यहाँ अब लिनदिन गरेको सुनहरू पैसाहरू के कति चाहिँ हिसाब किताब चाहिँ कुनै 1.5 लाख, कोही 50,000, कोही 15,000, कोही 20,000, कोही चाहिँ आधी तोला सुन, कोहीले पैसा पनि लिएर गएको भन्नुहुन्छ? पैसा त चाहिँ लिएर गएछ। कोही कति चाहिँ खसी पनि पहिला बेचेको थियो, 2-3 खसी बेचेको थियो। त्यो म सारो छु, म पथरी लागेको छु भनेर चाहिँ त्यतिकै नै गरी चाहिँ आइतार पठाइदियो। आइतार सन्डे हुन्छ। यो 13 लाखको कुरा चाहिँ के हो? 13 लाखको चाहिँ पहिलाको कुरो हो। यो कुरो चाहिँ पछिको कुरो हो। म इमर्जेन्सी मलाई बिमार भएको छु भनेर चाहिँ 30,000 उसले भर्खरै मात्र खुलाएको छ हाम्रो छोराले। त्यो 30,000 इमर्जेन्सी काम मेरो चाहिँ मलाई चाहिँ प्लिज चाहिँ यस्तो चाहिँ समस्या पर्यो, पठाइदिनु पर्यो पैसा भने र चाहिँ पठाइदिएको रहेछ। गुपचुपमा राखेको रहेछ छोराले पनि, उसले पनि भनेको रहेनछ। यो कुरो भर्खरै यो चाहिँ स्पष्ट कुरो चाहिँ खुलाइमा आएको छ। यो कुरो चाहिँ छोराले अहिले स्पष्ट कुरो तपाईँहरूसँग पनि यो बोल्नु सक्नुहुन्छ, पाउनुहुन्छ तपाईँहरूले। यो कुरो चाहिँ भित्री कति यो नेट 13 लाख रुपियाँ चाहिँ उसले चाहिँ पठाएको कुरो, यो चाहिँ हाम्रो चाहिँ माग दाबी के छ भने उसले चाहिँ दिएको कुरो चाहिँ यो स्पष्ट त्यो बुहारीले उसकै हातमा चाहिँ 5 बाउको आमाको हजुरबाको नाममा 1 रुपियाँ पनि पठाउँदैन थियो। अहिलेको जुग जमानामा श्रीमती भनेर हुँदैन, एउटा ओछ्यानमा सुतिन्छ भनेर विश्वास कहिले नजरभरिको स्वास्नी र मुठीभरिको धन मात्रै रहेछ भन्ने कुरो यति उहिले बुढापाकाले भन्थे। यो कुरो सत्य नै रहेछ। मैले अहिले चाहिँ छोराले पनि अहिले त्यतिहरू चाहिँ त्यो बोलिराखेछ, बाउ मैले जानिनँ त भनेर उसको गल्ती स्वीकार्दैछ। यो कुरो अब श्रीमती नै चाहिँ अप्सरा हिरोनी जस्तो देखे, बाउ आमा त के ऊ टोइलेट जस्तो चाहिँ उनले गने। पहिला चाहिँ जयजन्मा दिने यो लोक देखाउने त आमा बाउ हो नि त नि सर। यो बुझेको कुरो हो नि त नि। एउटा हजुरआमा छँदै हुनुहुन्छ, हजुरआमाले के भन्नुहुन्थ्यो यो कुरो चाहिँ मैले के भन्नुभयो हजुरआमाले, छोरा मान्छे सुत्तिर नलागी दुधतिर लाग्दैन भन्थे, सुत्तिर लागेको रहेछ नि त। यो कुरो त एकदम प्रत्यक्ष अहिले मलाई थाहा भयो। यो कुरो चाहिँ यहाँ चाहिँ मिडियाको सरहरू आउनु भएको छ। यो कुरो चाहिँ एकदम स्पष्ट कुरो चाहिँ म अगाडि नै भन्दैछु। यो कुरो चाहिँ हजुरआमाले भन्नु, हजुरआमा छँदै हुनुहुन्छ अहिले 90 को लगभग उहाँ चाहिँ पुगिसक्नु भएको छ। के भन्नुभयो होला भन्ने कुरो मैले सोचेको थिएँ। एकछिनमा आउँछु होइन। हजुर जस्तो हजुरको चाहिँ होइन अब जो आफन्त हुनुहुन्छ उहाँको केस उहाँले जुन भनिहाल्नु भयो होइन, के भन्नुहुन्छ यो विषयमा चाहिँ? अब म त के भन्छु सर, अब छोराले गल्ती गर्यो त्यही मात्रै मलाई थाहा छ, अरू कुरो केही पनि थाहा छैन मलाई। कहीँ कतै केही थाहा पाउनु भएको थिएन है पहिला? थाहा छैन सर, नभएको कुरा म भन्न सक्दिनँ। दुःखको कुरो भयो हजुरको घरमा यो घटना घट्यो होइन। जस्तो अब यसलाई चाहिँ कसरी चाहिँ न्यूनीकरण गर्नुपर्छ जस्तो लाग्छ, कसरी चाहिँ मिलाएर लानुपर्छ जस्तो लागेको छ तपाईँको विचारमा चाहिँ? अब मेरो विचारमा त जे जसो गरेर हुन्छ मिलाएर लानुपर्छ यो व्यवहार। अब नभत्किनु, पहिरो त भत्कियो, अब त्यो पहिरोलाई उ गर्दाखेरि हुँदैन। अब त्यो पहिरो माथिबाट झरेको छ त माथि चढाउन सकिन्छ त सर? सकिँदैन। त्यस कारणले अब जे हुनु त भइगयो, के कसरी हुन्छ मिलेर जाउँ, मिलेरै कुरा राखौँ भन्ने मेरो चाहिँ सोच छ सर। के गर्नु? जस्तो उहाँले मिलेर जाने कुरा गर्नुहुन्छ नि, के कसरी मिलाउन सकिन्छ तपाईँहरूको विचारमा? मिलेर जानु त यस्तो हुन्छ सर, हामीले चाहिँ छोराले चाहिँ कमाएको सम्पत्ति परेको परल चाहिँ यहाँ थुपारोस्, हामीले चाहिँ ओके गर्छौँ। त्यो सम्पत्ति चाहिँ हाम्रो अगाडि हुनुपर्छ। मेरो छोराको दाबी त्यही छ, त मैले पनि त्यही भन्छु, त्यही सहमतिमा छु।
मिलेर त्यो सम्पत्ति चाहिँ यहाँ चाहिँ परेको पराल थोपारोस्, हामी यो समाजमा चाहिँ उनीहरूलाई चाहिँ यो बस्नु दिँदैनौँ, त्यति मात्र कुरो। खुकुरी चाहिँ यहाँ जस्तो जस्तो मैले हजुरलाई एउटा कुरा सोध्न चाहे बुवा, जस्तो छोरालाई जुन उहाँको छोरा भन्नुभयो नि होइन, उहाँको छोराले तपाईँको बुहारी लिएर हिँड्नुभयो होइन? हजुर जस्तो उहाँको छोरालाई बस्न नदिने भन्नुभयो नि त? नदिने नै हो। हिजो अर्काकै श्रीमती, आज पनि अर्काकै श्रीमती, भोलि पनि अर्काकै श्रीमती लान्छ भने पहिलाको पनि त्यस्तै भएको? त्यस्तै भएको हो सर। अनि कसले चाहिँ कसको हजुरको बुहारी पनि लानु सक्छ भोलि, त्यस्तो गन्धेलाई चाहिँ राख्नु दिइन्छ? तर उहाँहरूले त अब यो घटना मेरो मात्र होइन, हजुर सरको पनि घटना घट्नु सक्छ। जस्तो उहाँहरूले भन्नुहुन्छ होइन, जस्तो सुनिहाल्नुभयो हजुरले, जस्तो अब यहाँ चाहिँ अब उहाँहरूको पैसा जति लानुभएको छ होइन, पैसा ल्याइदिइसकेपछि चाहिँ अनि उहाँहरूलाई चाहिँ गाउँमा बस्न नदिने कुरा पो गर्नुहुन्छ उहाँले त? नदिने नै हो। होइन, म चाहिँ यसो भन्छु सर, उहाँहरूको सम्पत्ति चाहिँ सबै अब उहाँहरूको बुहारीको मुखमा छ, उनीहरूको बुहारीले थुपारी दियो भने हजुर अनि कसरी चाहिँ मेरो छोरालाई चाहिँ गाउँमा बस्नु दिनुहुन्न त? उहाँले अथवा खायो अथवा खाएन, उहाँको बुहारीको मुखमा छ, उसको मुठीमा छ। मेरो छोराको हात कलम छैन, उहाँको बुहारीको हात कलममा छ भने अनि उहाँको बुहारी मेरो छोरासँग गएको छ होइन? अनि अब मेरो छोराले खायो खाएन, उहाँको बुहारीले थाहा पाउँछ, उहाँको बुहारीले जान्ने कुरा हो। उहाँको बुहारीले चाहिँ उहाँको सम्पत्ति थुपार दिएर पनि मेरो छोरालाई बस्नु नदिने चाहिँ के हो त? अनि सम्पत्ति जस्तो आज होइन, आज बिहान जब प्रहरीहरू लानुभन्दा अगाडि प्रहरीहरूमा भोलि त्यस्तो अपरेट घन्टा फेरि घट्नु सक्छ। प्रहरीमा जिम्मा लाउनुभन्दा अगाडि व्यक्तिले राख्ने जस्तो प्रहरीमा जिम्मा भन्दा अगाडिको घटनालाई पनि यसरी नै बाहिर दिएको भएदेखि दाइ केही मेरो जिम्मेवारी होइन, त्यो अर्काको जिम्मेवारी हो। मैले त कानमा तेल लाएर बसेको हाम्रै गाउँमा चाहिँ घटना घटेको छ नि त। गाउँमा यस्तो हुन्छ भने जाने त्यतिखेर चाहिँ म डाँडा कटाउने थिएँ त। अब खोइ यस्तो हुन्छ चाहिँ यो दुनियाँमा चाहिँ यस्तो चाहिँ अपरेट घन्टा घट्छ भने चाहिँ मैले बुझे देखे भएदेखि त्यतिखेर चाहिँ म त्यसलाई चाहिँ साँगुरी काट्नु भेरेटार काट्नु दिने थिइनँ। म सत्य कुरो गर्नुपर्छ। त्यो पनि उहाँ त पीडितमा हुनुहुन्छ अहिले। जस्तो आज बिहान चाहिँ के कुरा भयो तपाईँको छोरासँग चाहिँ? होइन, हाम्रो कुरा भनेको अब भोलि 7 बजेदेखि 8 बजेसम्ममा उपस्थित भइसकोस् भनेर उहाँ मकर दाइले भन्नुभएको थियो अरे हाम्रो श्रीमानलाई। म त पीडित व्यक्ति हो। अनि त्यहाँदेखि लु बिस्तारै बोल्छु कि कति बजे आइपुग्ने यहाँबाट यसो भन्नुभएको छ, मकर दाइले यसो भन्नु छ 7 बजेदेखि 8 बजेसम्ममा उपस्थित भइसकोस् भनेर भन्नुभएको छ। आइपुग्छौ कि आइपुग्दैनौ न भनेर यसै मैले त भने आइपुग्छौँ, हामी आइपुग्छौँ भनेर भन्नुभयो छोराले। अनि आइपुग्यो पनि। आइपुग्नु भयो हजुर। अनि साथमा दुईजनै आउनु भएको थियो? दुईजनै आउनुभएको थियो त। अब हामी आउँदाखेरि चौकीमा बसिराख्नु भएको थियो, दुईजनै सँगै आउनुभयो होला। आएर बसिरहेको मात्रै हामीले भेटेर ल्यायौँ। पनि आउनु भएको थियो भन्ने हो। जस्तो अब चाहिँ के अब भन्नु न, अब उहाँहरूको त अब पीडामा हुनुहुन्छ अहिले त होइन। अब यसलाई चाहिँ अब एकचोटि पहिरो गइसकेको मिलाउने भन्ने हुन्छ हजुर चाहिँ होइन। जस्तो अब यता बुवासँग कुरा गर्छु कि जस्तो अब यसलाई चाहिँ के गरेर अब चाहिँ केही उपाय छ त यस्तोमा? काहीँ मिलाउने केही उपाय छ त? उपाय छैन। जति चाहिँ हाम्रो सम्पत्ति चाहिँ थुपार्नु हाम्रो अगाडि हुनुपर्छ, थुपारोस्। बिहान प्रहरीमा जिम्मा लाउनुभन्दा अगाडि तपाईँले के कुरा गर्नुभयो उहाँ? मैले केही कुरो गर्नु मैले चाहिँ चान्सै पाइनँ, मौकै पाइनँ, केही मौकै पाइएन। उनीहरू 7 बजे आएको रहेछ, हामी 10-11 आइपुग्यौँ। हामी किसानी हौँ। म गाई बाख्रा भैँसीलाई त्यो यसो घाँस सास खोले पानी दिएर म आएको भइसकोस् भनेर भन्नुभएको थियो। हामीले त त्यही खबर भनिदिएको छ। आमाहरूले भन्नुभएको थियो कि छोरालाई आउँदाखेरि डाइरेक्टै प्रहरीकोमा आइज भन्नुभएको थियो। अब सुरुमा त्यहीँ ऊ भएको छ, अनि त्यहीँ आउनु भनेको मैले छोराले आउनु भन्नु भएन? भनिनँ मैले सर, भनिनँ। डाइरेक्ट त्यहीँ आउनु। सुरुमा पनि तिमीहरू हराएको बेला पनि त्यहीँ कुरा राखेको छ बुवा र दाइले, त्यहीँ आउनुपर्छ, तिमीहरू घरमा आउनु पाउँदैनौ भनिदिएको हो सर मैले। सरस्वती त्यहीँ आउनु, सुरुमा पनि तिमीहरूको त्यहीँ भएको, अहिले पनि त्यहीँ आउनु, घरमा नआउनु मैले भनिदिएको। आउँछौँ पनि भनेन, घरमा त हुन्छ, जहाँ झिकाउनुहुन्छ म त्यहीँ आउँछु भन्नुभयो। अघि एउटा सरको कुरा गर्नु, अघि बहिनीले कुरा गर्नुभयो, बुहारी पनि बहिनी पनि हो। तर मलाई हामीले अपराध चिताउनु भयो उहाँले भनेर भन्नुभयो बहिनीले। तर चाहिँ एकछिन तर चाहिँ मेरो अपराध मन हो। तर तिमीहरूको चाहिँ यो घरेसीमा चाहिँ यो एक आपसमा चाहिँ फोन कन्ट्याक्ट रहेछ र चाहिँ यहाँ फोनमा कन्ट्याक्ट भएर चाहिँ यहाँ झिकायो आयो भन्ने कुरो मेरो अपराध हो, ठुलो मेरो कन्ट्याक्ट हुनुहुन्थ्यो पहिला उहाँहरू? थिएन, भन्दैछु त म। आज 4 दिनको कुरो हो, आज 4 दिनको कुरो। तिमीहरूको चाहिँ पहिलादेखि फोनमा चाहिँ कन्ट्याक्ट रहेछौ
तिमीले चाहिँ ढाँटी छली चाहिँ किन चाहिँ यो कुरो चाहिँ यो अल्छल गर्यौ भन्ने कुरो मेरो चाहिँ ठुलो मेरो अपराध हो। मेरो कुरा गर्नुभयो अनि मलाई साह्रो नराम्रो चित्त दुख्यो, आत्मा नराम्रो दुख्यो। चित्त त के तिम्रो भन्दा नराम्रो गहिरो चित्त चाहिँ मेरो त पहिरो भत्किएको छ, मेरो धन क्षति जन क्षति भएको छ। मेरो तिमीहरूको त छोराले चाहिँ यहाँ बुहारी भित्रिया छ, एउटा छोराले दुईटा बुहारी चाहिँ यो लक्ष्मी भित्रिएको छ नराम्रो गर्यो मलाई नि कस्तो र पनि चाहिँ यो चाहिँ मेरो छोराले कमाएको सम्पत्ति चाहिँ यहाँ आइबिए सबै चाहिँ थुपार्नु, छोरा चाहिँ यहाँ नचाउनु हामी दिँदैनौँ, सत्य कुरो हो। ल अब यो यस्ता खालको अप्रिय घटनाहरू अझै घट्दै जान्छ, बढ्दै जान्छ। यहाँ बेलारामा चाहिँ हामी दुनियाँमा धेरै देखिसकेका छौँ। त्यस कारणले चाहिँ यो मक्करले चाहिँ यो थानीको अगाडि चाहिँ बोलेको छ, ठक्कर चाहिँ पाउँछ पाउँदैन यो कुरो सत्य कुरो हो चाहिँ। मैले बोलेको कुरो लागु भए मलाई चाहिँ 2 टाका थप्पड दिनु मक्करले बोलेको मक्कर राईको कुरो यो चाहिँ सत्य कुरो चाहिँ यहाँको गाउँ समाजको गल्ती नै गल्ती छ। धेरै आलु कुहेको छ, यो आलुलाई फाल्नु सकेका छैन। हामी फाल्छौँ दिँदैनौँ न 1 दिँदैनौँ न 2 दिँदैनौँ कि हामी जानुपर्छ डाँडो कटाउनु पर्छ बाध्यताले, तिमीहरू कि बाध्यताले डाँडो काट्नै पर्छ। दर्शकबिन यतिखेर हामी मैले धनकुटामा बोले धनकुटामा छौँ र जुन हिसाबको यहाँ भइरहेको छ होइन, कुहेको आलु हामी फाल्छौँ। अब यो विषय कसरी अगाडि बढ्छ, यो विषय कसरी अगाडि मिल्छ, आफ्नो राय स्वतन्त्र विचार कमेन्ट बक्समा राखिदिनु होला। र आजको यो भिडियो हामी यही स्थगित गराउँदैछौँ दर्शकबिन, र यसको फलोअप रिपोर्ट तत्कालै हामी फेरि ल्याउनेछौँ। हस् त, धन्यवाद।